सपना साँच्चीकै हो रहेछ भने त सिमल सिमल भन्दिन काट्दिन्छु। किन यसरी हेर्छ मलाई यसले? के भयो यसले आज? जिम्मा दिएको काम त्यत्तिकै छोडेर जाने मान्छे त होइन यो। के भयो यसलाई आज? ढोका पनि खुल्ले रहेछ। यहाँ झुठे किन आइस यति राति? झुठे के भयो तँलाई? झुठे तँलाई एक दिन बाहिर बस्दा यत्रो अप्ठ्यारो लाग्यो है? भइगयो बाबु, भोलिदेखि विष्टको घरमा नजा। दुःख सुख जे छ नि आफ्नै घरमा बसेर खाउला। जा गएर सुत। एक दिन म नहुँदा यस्तो छ, भोलि मलाई केही भइहाल्यो भने यसले के गर्ला? कठै बर बिचरा। तिलहरी त यहाँ थियो त, तिलहरी त छैन त। ए छोरी, छोरी। हजुर आमा। यहाँ रहेको तिलहरी मेरो छैन देखिस्? खोइ मलाई त थाहा छैन त। हेर्न हिजो बेलुका खोलेर यहीँ राखेको तिलहरी आज छैन। कतै तँ जुठेले त चोरेन? जा त जा, धरसारबाट बोलाएर लिएर आइज त्यसलाई। कस्तो नचाहिने कुरा गर्नुहुन्छ हौ आमाले पनि। जुठे कहाँ यहाँ आएर तिलहरी चोर्छ त? डाँडामाथि घाम आइसक्यो, अहिलेसम्म किन सुतिरहेको थियो? ए आमा पनि बेकार अरूलाई शङ्का गर्नुहुन्छ। यतै कति होला नि, हेर्नु न। तँ जुठे त भित्र नआउनु पर्ने, कतै त श्रीधरले त उछिट्याएन। बिचरा जुठेले के चोर्छ? जुठे ल छैन त जुठे त। साँच्चीकै जुठेले त चोरेको होइन? ए आमा, आमा, आमा। खोइ त जुठे? जुठे त रहन्छ, उठेर खोइ कता गइसकेछ। कता गएको होइन, मेरो तिलहरी चोरेर घरतिर गएको थियो। चोरै चाहिँ नभन्नु है आमा, बिचरा पानी लिन गयो कि। जान्छ पानी लिन, त्यसले छोएको पानी कसले खान्छ? अब जे गर्नुहुन्छ उहाँले गर्नुहुन्छ। मेरै घरमा बसेर मेरै मानव खाएर मेरै श्रीमतीको तिलहरी तोर्ने त तेरो त्यत्रो हात? मैले भने त कैसा, मैले चोरेन। नचोरे भए मेरो धनसारबाट राति नै उठेर किन भागिस्? तेरो अनुहारमा प्रष्ट देखिन्छ त्यो कुरा, बुझिस्? किन यसरी हेर्छ मलाई यसले? के भयो यसले आज? मेरो छोराले त्यस्तो काम कहिले गर्दैन काइसा।
अब चोरले मैले चोर्या हुँ भनेर कहाँ भन्छ र जुमाल साहब? धानको भात खानालाई 10 कुल्नु पर्ने मान्छेलाई हाम्रो घरमा राख्न नै हाम्रो गल्ती भयो नि। अस्तिकै पालोमा यसलाई 4 पाटे मुडेर गाउँबाट निकाल्नु पर्थ्यो। आजको बैठकले के निर्णय गर्छ मलाई थाहा छैन। मेरो तिलहरी यसैले चोरेको, मलाई मेरो तिलहरी चाहिन्छ। यसका बाख्राले मेरो घरभित्र छिरेर भात खाइदिएको मैले कहाँ बिर्स्या छु र? अझ मैले मेरो पकाएको भात खायो भन्दा उल्टीमा माथि चाहिरहेको होइन यो? अरे त्यो कुरा ननिकाल है, ननिकाल। निकाल्छु, किन ननिकाल्नु? ल ल चुप ल। आजको विषय यो होइन क्या, चुप ल। ल बन्चुटे, त्यो तिलहरी फिर्ता गर्छस् कि तिमीहरू बसेको झुप्रो कचुरको नाममा पास गरिदिन्छ? के भन्नुभएको काजी साहब? अब काजी साहबले अङ्ग्रेजीमा भन्नुभएको छैन, चाइनिज भाषामा भन्नुभएको छैन। फेरि के बुझिन भनेर भन्छौ ए काइँली? अब धेरै बेरसम्म यही कुरामा बस गरेर नबसौँ काजी साहब। लु आजको निर्णय यही भयो। त्यो जुठे आमाको नाममा भएको त्यो झुप्रो कजिनीको नाममा नामसारी हुने भयो। ल काजी साहब, अब यसले झुप्रो कहिलेसम्म खाली गरिदिनु पर्ने हो भन्नु पर्यो। आजको 15 दिनभित्र झुप्रो खाली गरिदिनु। कैसा मैले तिलहरी चोरेकै छैन कैसा। बाबा धेरै नाटक गर्नु पर्दैन। तिमीहरू कस्ता छौ मैले नचिने हो र? सुन्यो होला नि तिमीहरूको आमा छोराले 15 दिनको भाका राखेको छ। अब मिटिङ त सिधै जस्तो लाग्यो मलाई। हिँड्छ नि। चरा जुठे, तिमीले तिलहरी चोरेको त पक्कै होइन, तर के गर्नु? तँलाई गाह्रो भयो होला यहाँ बिस नि त। बुक्छस् लाइज सोनाइ लोड न साह्रै गाह्रो भयो। अब यति गरी कसरी नल्याए गाउँमा बात मार्न थाल्छन्, ल्याए यति गाह्रो। साँच्ची हाम्रो बाले यसपालि भारी बोक्ने भरिया किन नपठाएर छन्? पहिला पहिला त सधैँ पठाउँथे। त्यही भरिया नपठा भएर त तँलाई पठानी बाले। कमसेकम भरिया भए घरसम्म त पुऱ्याइदिन्थ्यो, त आउने मात्र त होस् नि। ल ल घरसँगै मै बोकिदिन्छु। 2 पाइलो सरेको छैन, पुरै बाटो बोक्नु प्रयास त गर्छ। ल बोक जलाली। बुढाले भैया छैन अरे? छैन घर। ल त्यो जुठे कहाँ लगेर डालु ल्याएको छैन? ल्याएको छैन त बा। लु अरे त्यो लिइहाल्नु त। 15 दिनपछि तिनीहरू घर छोडेर जानेछन्, फेरि डालु लगाइहाल्नु है। हुन्छ हस्। सुन त, ती चोरका सन्तानसँग धेरै बोलेर नबस्ने, फेरि खुर्को डालो लिएर आइहाल। हस्। हेर हेर, चोर पनि तिलहरी नै चोरेको, त्यो पनि कजिनीको। कति सकेको हो, कस्तो आँटिलो हो कि त।
मुर्दार केटीलाई देख्न नपाए जस्तो गर्छ। जे होस् दिदीको गाउँमा अलिअलि फुलहरू फुलेर छन्। ओहो नमस्ते भाउजू। नमस्ते नानी। नमस्ते। अनि के छ सन्चै छौ? सन्चै छु। अनि भाउजू कति दिन माइती बसेर आउनुभयो त? घरबाट त 15 दिनको छुट्टी दिएका थिए, 2 दिन बढी बसेर आएँ। मार्नु पो हुन् कि। ए अनि यो भारी बोकेर जानु चाहिँ तपाईँको भाइ होइन भाउजू? हो। किन र? कस्तो नराम्रोसँग हेरेको भाउजू तपाईँको भाइले मलाई। अब केटा मान्छेको जातो हेरिहाल्छ नि। के मेरो भाइ मन पर्यो तिमीलाई? छ्या भाउजू पनि। ला म त जुठीकोमा डालो लिनु जानु भने भुसुक्कै बिर्सेँ। गएँ म त। ल ए भाउजू साँच्चै तपाईँले एउटा कुरा थाहा पाउनुभयो? कस्तो कुरा नानी? जुठीले तपाईँको सासूको तिलरी चोरेको भएर बिहान मिटिङ थियो नि। ला हो र? तर जुठीले चोर्यो होला र मेरी सासूको तिलरी? खोइ चोर्या त हो कि होइन, तर बिहान बसेको निर्णय अनुसार चाहिँ कि त तिलरी फिर्ता दिनुपर्ने भयो कि त आफू बसिरहेको घर कजुनीको नाममा पास गरिदिनु पर्ने भयो। ला भनेपछि त जुठीहरूको त बासै पो उठ्ने भयो त बिचरा। खै भाउजू त्यस्तै होला जस्तो छ। ल म त गएँ भाउजू। उता हेर न, तिम्रो घरको कुकुरलाई बाँदरले झम्ट्या। कुकुरको कुरा छोड। तिमीले साँच्चै के आमाको तिलरी चोर्या त होइन नि है? तिमीलाई के मैले चोरे जस्तो लाग्छ? चोर्या जस्तो त लाग्दैन, तर तिमी राति नै धनसारबाट किन भागेको त? किन किन भागेको कारण पनि भनेनौ, त्यही भएर सबैले तिमीलाई नै शङ्का गरिरहेछन्। खै भनौ कि नभनौ, के तिमीलाई मेरो कसम भन के हो कारण? मैले तिम्रो धनछारमा सुत्दा साह्रै नराम्रो सपना देखेँ के। सपना? कस्तो सपना? तिम्रो बुवाले हाम्रो आमालाई के हो गाई साहब? हिँड्न भित्र हेत्तेरिका हजुर, यो हजुरले के गरी बक्स्या? यति राति हाम्रो घरमा कहाँ आइबक्सेको? गाउँलेले थाहा पायो भने हाम्रो त उठी फासै हुन्छ हजुर। हजुर गइबक्सियोस् हजुर। त एक्लै छेस्, डराइस् कि भनेर यसो हेरविचार गर्न आएको नि। त्यो कुरो मैले कसैलाई भन्न सकिनँ, न आमालाई न तिम्रो बुवालाई। कसैलाई भन्न नसक्नु नै मेरो कमजोरी भयो। भनेपछि तिमीले तिलरी चोरेको होइन भन्ने प्रमाण बुवालाई कसरी देखाउनु त? खै फेरि लगे प्रमाण पनि त छैन नि। भगवान के देख्नु पर्यो हो यो आँखाले? यो चौरी दाइले डिलमा बसेको देखेँ। फेरि घरमा गएर बुवालाई भन्दै भने त मार्छन् बुवाले। गएँ म त। बिस्तारै जाऊ है, लड्छ। यत्रो म जिम्मललाई नभनिकन छोड्दिनँ। हेर चाउरे दाई,
तिमी त्यो जिमलको जतिसुकै नजिक भए पनि तिमीले छुवा खानन् के त्यो जिमलले तिमीलाई भित्र छिराउनन् एउटा गुन्द्रे बस्दैनन् अनि फेरि किन त्यो जिमलको पछि लाएर हाम्रो आमा छोराको खेदो भन्छौ के पाउँछौ तिमीले गरिब त हामी यतिकै गरिब छौँ तिमीहरूको दिनको टोकसोले हामीले कहिले शिर उठाएर हिँड्न पाएन के अरे तिमाथि अबको 15 दिनमा बिस्टरले हामीलाई उठी बास लाउँदैछन् के अरे अब हामीलाई गाउँबाट उठी बास लाएको उपलक्ष्यमा मासु भात खान नबोल्नु हेपेको चेपेको हामी दुवै उस्तै त आखिर किन हामी एक आपसमा झगडा गर्दैछौँ ए जुथे वाह म तँलाई साथ दिन्छु आमा ढोकरे सौभाग्यवती भइस् 15 दिनको बिदा दिएको 17 दिनमा नआइस् हस् आमा अनि आमा बुवा घरमा हुनुहुन्न तेरो बुवाको घरमा कहाँ बास हुन्छ र नानी पर्दैन बाउजू कहाँ आफूभन्दा सानालाई ढोक्छन् त धेरै नकर त चलिआएको रितलाई पनि तैँले भनेर हुन्छ ल यो रित पनि कस्तो खालको रित हो अनि हजुर सन्चै हुनुहुन्छ सन्चै छु अनि घरतिर आफै त सन्चै भन्नु पर्यो यो कोसेलीको सोली भित्र लगाएर राख त बुहारी माइतबाट आएको भनेपछि छरछिमेकलाई सबैलाई कोसेली पात बाँड्नै पर्यो यो भित्र लगाएर राख त तेरो नन्दले हेर्न नि नहुने र हेर्न हुन्छ तर यस्तो खालको हेर हैन के भयो छोरी के पनि हैन आमा अबदेखि यस्तो नहोस् है भाउजू बाबु त भोलि नै घर जा 2-4 दिन बसिराख्नु पर्दैन कहाँ 2-4 दिनको कुरा र आफू यहाँ 2-4 हप्ता बस्छु भनेर आइरहेको छु पानी पानी लिन जान गाग्रो रित्दै छ पानी लिन जा गाग्रो रित्दै पो रहेछ गइहाल्छु नि अनि है बुझे तँलाई एउटा कुरा थाहा के कुरा हाम्रो गाउँमा एउटा नयाँ मुन्छे आहा नि को मान्छे त चुनकिरीको भाउजूको भाइ त्यही हेन्छङ छ मोर गए पानी लि महारानी गाउँमा कोही नयाँ केटा आउनुहुन्न है तँलाई फेरि पानी खाइ आज पनि के को होइन नि अब चाहिँ तँलाई बिहा गरिदिने बेला भएछ अहिले नै बिहे चाहिँ गर्दिन है बा अहिले बिहे नगरे कहिले गर्छस् त सिङ आउँदैन जुरो आउँदैन जहिले बिहे भनेछ जहिले बिहे भनेछ न एउटा कतिलो केटो खोज्छन्
नगतिलो केटो खोज्छन्। ए माथि त हिल्लो हिल्लो परिसके क्या हो? त नगरा उठेपछि खुर्क पालिन्छ। केटो नि म जतिको त हेर्नुपर्छ नि यो बहिनीले। क्या खै तल खुदै किस्नेले पठाएको रहेछ, राम्रोसँग अर्जाब दे। ल यसको त काजु पनि रहन्छ आमा, काजु पनि हाल्दिन पर्ने भयो। अब के गर्नु, घरसँगै यो आरन पनि छोड्नु पर्ने होला आमा। कति दिन छ र बस्नु पर्ने। अब के गर्छस् त, बुढापाकाले नखाएको बिख लाग्दैन भन्थे, तर यी नखाएको बिख पनि लाग्दो रहेछ। अब 15 दिन मात्रै बस्न पाइन्छ भनेका छन् क्या। जति दिन बस्न पाइन्छ हाँसी खुसी नै बस्नु बाबु। त्यसो त गर्नु पर्छ। कहिले पो सुख पाइएको छ। बिचरा आमा, मेरो कारणले यत्रो दुःख गरेर बनाएको आराम घर सबै बिस्टलाई छोड्नु पर्ने भयो। भन्नुपर्छ पाले पालो एउटा एउटा भएर भइहाल्यो नि। हे गौथली नगर नि, यता गाडी गाडी छुइन्छ उता छुइए छुइए ल। ओइ गौथली, तँले बिस्टको पान छोइदिएको? भन्दैछु छोइन्छ भनेर, छोडेरै छोडी छैन। तिमीहरू कुन जात हामी कुन जात भन्ने बिर्सिस? तिमीहरूले छोको पानी हामीले कहिले खाएको छ? भाउजू कपी नगराउन नानी, यिनीहरूले आफ्नो दर्जा भुले। अनि के त, किन पालो मिचेको त? के रे छोको छ, हुने जातले पनि गाग्री छोको छ। के गरे बुहारी तिमीले यस्तो? ए बुहारी, यो भरेको पानी फ्यालेर राम्रोसँग पखालेर सुनपानी छर्केर लिएर आउने है अहिले आउँदा पानी। अब तिलरीले सुनपानी छर्क्यो भने कसैले चोरिहाले।
हुन त यिनीहरू त्यो घरमा बस्न 14 दिन त बाँकी छ नि त्यसपछि यिनीहरूकै जग्गा बेचेर म तिलरी लाउँछु बिचारा न यिनीहरूले तिलरी छोड्नु बेकारमा घर जाने भयो ए बुहारी दुबईको गाग्री राम्रोसँग पखालेर सुनपानी छर्किन्छु नबिर्सिनु नि फेरि भने जस्तो हुन्छ हजुर अब ठुलो हार्नु पर्यो नि त हजुर खै यता हालेको कहाँ गएर तल हाम्रो बारीमा चाउरीले कतिको बाकुलो मल हाल्यो भनेर हेर्न गएको ए सुन त अहिले बिहानको खाना मलाई नबनाउनु बुझिस् भन्यो भने जस्तो हुन्छ आज जिमल साहबको बाहिरै भुजा जुनार गर्ने व्यवस्था छ कजिनी साहब अनि बाहिर भनेपछि कहाँ जहाँ भयो नि तँलाई किन चाहियो नबनाउनु भनेपछि नबनाउनु हसीमा साहब अब फेरि कसकोमा खाइसिन्छ होला त पानी नचल्नेकोमा खाइस्यो भने बर्बादै हुने भयो फेरि आफैले नगरी केही हुँदैन दुःख नसकिएको के गर्नु गएर मेला पनि लागिसक्यो लामखुट्टे पनि आउने बेला भइसक्यो आज के हो यो तिलरी जस्तो अरे यो तिलरी चाहिँ हिपो खसेको रहेछ त यो तिलरीले गर्दा यत्रो बबाल मच्यो गाउँलेलाई के भन्नु बुढालाई के भन्नु मैले यो तिलरी त भेटेकै छैन भनेर लुकाउनु पर्छ है क्या